हाई एभ्रिवान, हामी चाहिँ आज चाहिँ विराटनगर अनि अहिले चाहिँ हामी बसमा छ। हामी अहिले ठ्याक्क कोसी टापु आइपुग्यौँ। यस्तो देखिन्छ कोसी टापु अनि एक झोला सो मच। अनि अहिले चाहिँ हामी बाटोमा टाइम लाग्छ है 4-5 घन्टा बनिरहेछ त 4-5 घन्टा लाग्छ टाइम। अनि अहिले हामी ठ्याक्कै कोसी आइपुग्यौँ। गाईहरू यता छ। यो चाहिँ मेरो मिनी भ्लग हो। सक्सेसफुल हुन्छ हुँदैन तर आज स्टार्टेड भयो। अनि त्यसपछि अब हामी यो पोइन्ट फाल्ने हो कोसीमा। पानी भित्र चाहिँ जान्छ कि जाँदैन। अब हामी यो कोइन चाहिँ पानीमा फाल्न लागेको। यसलाई यो भिडियो बनाइदैन त। हालै फेरि त्यो हात जाला गयो। गाइज हामी सुसु गर्न आएको हो। तर यहाँ यस्तो खुल्ला छ नि यहाँ कहाँ सुसु गर्नु यहाँ हेर्नु न यस्तो खुल्ला। अब कहाँ सुसु गर्ने मलाई थाहा छैन। म खोज्दैछु बाटो सुसु गर्नलाई। झारीमा गर्नु अरे यहाँ झारी छैन फेरि खुल्ला छ। उता जान्छु यतापट्टि आन्टीको यता। हुन्छ ल गाइज म सुसु गरेर आउँछु। गाइज हामी बसबाट उठ्यौँ। हम ब्लॉग बना रहे हैं। अब हम क्या है गाइस ये क्या है? ला सॉरी अब छोड़ दे। कैसा लग रहा है जनकपुर आके? हामी अब होटल गइरहेको छ। अब हामीलाई कति टाइम लाग्छ थाहा छैन। अब कहाँ हो भने थाहा छैन हामीलाई। लेट्स सी गाइस क्या होता है कहाँ पहुँचते हैं। त भएको छैन वेट गरिरहेको छ। बसी चाहिँ राजमान भर्खर होटेल आइपुग्यो भने इट्स भेरी हट यता चलो फोटो खिच्दै। हामीले चेक इन गरिसक्यौँ रुम तर हाम्रो रुम चाहिँ रेडी भएको छैन अहिले। सो वी आर जस्ट हामी पर्खिरहेछौँ। वी आर अल रेडी। अब के खुवाउँछ शिखा? के खान्छस् भन् न? के खाने भन त गाइस? नान पनिर। अब मासु अनि अन्डा नखानु रे मन्दिर जानुभन्दा अगाडि। सो के खानु? एकैचोटि भरे खाने हो। अहिले हामी नान खाने, पनिर खाने, अनि त्यसपछि लस्सी पनि खाने। लस्सी हो। अनि त्यसपछि घेवर पनि खाने। अनि त्यसपछि चावलको पुरी पनि खाने। अनि त्यसपछि के थियो अर्को के पो थियो खाने भनेको? चटपटे त अभियसली छोड्नु भएन। ट्राई गरिन्छ छोरी मान्छे भएर चटपटे नखाने। अब चाहिँ हामी रेडी भएर निस्किसक्यौँ जनकपुर बजार। अहिले चाहिँ हामी लन्च गर्न निस्केको हो विथ माई टोली। चले हामी विराटनगर पनि टोले। अनि घाम चाहिँ एकदम धेरै चर्को छ। गर्मी पनि धेरै छ यता। अब हामीले के खान्छौँ भन्ने थाहा छैन तर भेज खान्छौँ जे खाए पनि। आज लास्टै धार्मिक भएपछि होइन भित्रैबाट श्रद्धा आचलमा श्रद्धा उत्पत्ति भएको छ मन्दिरमा। कहाँ पे ओके मारवाडी भोजनालयमा जान लागेको हामी चाहिँ। लेट्स गो यता। अब यताको फुड चाहिँ कस्तो छ भनेर म तपाईँहरूलाई सफै छ नि तर उता मन्दिरतिर चाहिँ धेरै भिड भएर फोहोर हुने होला क्या। अङ्कल यहाँ नानहरू पनि पाउँछ? पाउँदैन के पाउँछ? मिठाईहरू मात्रै हो क्या पुरीहरू होला। के पाउँछ अङ्कल लन्चको लागि? यतै खाऊँ थ्याङ्क यू। डाइटमा नभए पनि अब ठिकै छ। भात पनि पाउँदो रहेछ ल। जल्दी गाइज हामी अघि गएको ठाउँमा चाहिँ हामी झन्डै स्क्याम भयो अनि त्यहाँबाट निस्क्यौँ होइन। स्क्याम किनमा भयो भनेर सोचिराख्नु भएको होला। स्क्याम
स्क्याम होइन तर एकदम खाली थियो त्यो ठाउँ प्लस हामी लन्च गरेको छैनौँ नि त अहिलेसम्म 2 बज्न आँटिसक्यो नि हामीलाई एकदम धेरै भोक लागेको थियो सो हामीलाई एकदम छिट्टै खाना पाउने ठाउँमा जानु थियो सो त्यहाँ चाहिँ अझै हाफ एन आवर नै लाग्छ भनेर भन्नुभयो सो हामी त्यहाँबाट निस्क्यौँ अनि वी आर अन टु द नेक्स्ट प्लेस अब त्यो ठाउँमा कस्तो हुन्छ थाहा छैन हामीलाई लन्च गर्नु चाहिँ हामीले फुड प्लेसेसहरू त हेरेको छौँ धेरै जनकपुरको लस्सी अनि आँटाको पुरी त्यस्तो तर अलिक पेट भर्ने कुरा चाहिँ हेरेको छैनौँ नि त सो वी आर जस्ट एक्सप्लोरिङ जनकपुर अहिले कहाँ पाउँछ थाहा छैन लन्च चाहिँ मिठो सो लेट्स सी अब कहाँ एन्ड हुन्छ अब कमेन्ट गरौँ जेसम्म हामी सजिलो त्यो पनि हो कमेन्ट गर्दा हुन्छ तपाईँहरूले अरूलाई मेरो फाइनली हाम्रो खाना आयो आफ्टर लङ वेट नाउ वी आर गोइङ टु इट अब चाहिँ हामी धनुषा होइन धनुषा जानलाई रेडी भइरहेको कसरी जान्छौँ चाहिँ थाहा छैन शिखाले लग्छ हामीलाई जसरी भए पनि पहिला हामी यताबाट सिटी रिक्सामा जान्छौँ होइन अनि त्यसपछि त्यहाँबाट बस चढ्छौँ कुन चोकमा पुगेर रमानन्द चोकमा पुगेर हामी बस चढ्छौँ अनि त्यहाँदेखि चाहिँ हामीलाई 20-25 मिनट्समा हामी धनुषा पुग्छौँ होला धनुषामा के भयो भने यहाँ भन् त धनुषामा रामजीको धनुष झरेको त्यो भएको अरे तर मलाई विश्वास लाग्दैन धनुषामा रामजीको धनुष झरेको अरे त्यही भएर धनुषा म तपाईँलाई पुगेर देखाएर म भन्छु कस्तो धनुष झरेको रहेछ त्यहाँ भनेर आजकल सक हुन्छ गाइस त्यहाँ अब अहिले चाहिँ हामी जनकपुर बजारतिर आएको छ घटिया जनकपुरको गुन्द्रीहरू छ हुनसक्छ आइएम लभिङ जनकपुर त्यति धेरै भिड छैन अनि फोहोर पनि त्यस्तो छैन इट्स भेरी नाइस एन्ड सफा यता ठिक छ हामीहरू बस चढेको थियौँ होइन तर बसमा हाम्रो उँभो लागेन अब हामी फेरि यहाँ आउँछौँ कति टाइम लाग्छ हामीलाई पुग्नलाई सिटीमा ल जाम गइहालौँ चलु बसबाट उत्रेर हामी फेरि सिटीमा जान लागेको छौँ किसीको उल्टा बैठने में परेशान होता है नाउ लेट्स गो अघि यस्तो गनाएर यति रिस उठेर मलाई त्यहाँभित्र धनुषा आइपुग्यो हुन्छ के कुरा त्यो रुखको तल छ ए यहाँको त्यो मेन कुरा त्यो पानीको त्यो जस्तै यति ठुलो छ त्यहाँ त्यो पानी कहिले पनि सक्दैन ए हुन्छ हस् अब हामी हात खुट्टा धुनु गएको अब हामी हात खुट्टा धुनु चोखिन गएको मस्त कालो आएर छ कालो एकदम लुगा कालो थोप्स यस यो पछाडिबाट उयो भइहाल्छ नि चप्पल पनि हात खुट्टा सबै धुने हुँदैन नि तिमी त फेरि अति नै गर्छौ क्या गर्दा स्वयंवरम रची जनक को रामा विष्णु वो धनुष को उठा के टुकड़ा किए 3 पीस तो राइट पार्ट रामेश्वरम धनुष कोटी और लेफ्ट जनकपुर धनुषागर राम टेम्पल के पास एक बड़ा वाटर हॉल धनुषागर और यहाँ हुए सेंट्रल पार्ट तो मेन ये हुआ सेंट्रल पार्ट ये ट्री है ना पीपल ट्री ये सेंट्रल पार्ट ही पर है इसको भी 550 इयर्स पीपल ट्री 550 इयर्स अब ये ग्रो हो रहा है वो अभी ग्रो हो रहा है
शुरू होने के कारण से ही इसको बड़ा टेम्पल न बना के ब्लॉक किया गया है। और यहाँ एक हॉल है, दिस हॉल पाताल गंगा। हमारे यहाँ के लिए एक सूचक है, इंडिकेटर, वाटर लेवल से आंकड़ा होता है कि जितना वाटर अप रहे उतना सिचुएशन अच्छा, जितना वाटर डाउन गए उतना सिचुएशन खराब। ओ माय गॉड गाइस, हेर्नु कति धेरै माछा। कुनामा पुग्छ होला यो किरा हालेर के हो उनीहरूको मुखमा। गाइज हामी दिनभरि आज हामी कति बजी आइपुगेको थियौँ 12:30 होइन। 12:30मा आयौँ, निस्क्यौँ, लन्च गऱ्यौँ होइन, फेरि रिटर्न ब्याक होटल, फेरि रेडी भयौँ, फेरि धनुषा गयौँ। त्यसपछि धनुषा जानलाई हामीलाई अलमोस्ट 35 to 40 मिनट्स लाग्यो जानलाई, फेरि 40 मिनट्स आउनलाई। अनि बिचमा हामी 3टा मन्दिर गयौँ होइन। अनि त्यसपछि अघि हामी लस्सी खान गयौँ, त्यसपछि आयौँ। हामी यति थाकिसक्यौँ अब यो पोइन्टमा। अब हामी आरती हेर्न गइरहेछौँ होइन, बट हामी यति थाकिसक्यौँ। अब अहिले पनि हामी ड्रेस चेन्ज गऱ्यौँ, फ्रेस भयौँ, निस्क्यौँ होइन, आरती हेर्न जानु लागेको। फेरि डिनर गर्ने, फेरि होटल आउने, होटल आउने रेडी हुने निस्किने, होटल आउने रेडी हुने निस्किने, त्यति मात्रै काम भइरहेछ अहिले। वी आर सो टायर्ड। तल टल्केको देख्यो नि उहाँ अगाडि टल्केको झन्डै लडिन। अब म तपाईँहरूलाई यताको जनकपुरको गङ्गा आरती पनि देखाउँछु है। लेट्स गो। Finally, after long day, chicken rice bar. फेरि उसको पक्रियो यसरी त हो नि, त्यसरी पक्रिने होइन क्या यसरी नै हो क्या। ए होइन होइन, यसरी हो, होइन यसरी त हो नि, यसरी। कति गाह्रो पारेर पक्रेको क्या। यसो गर, यसरी पक्रेको हुन्छ, यस्तो गर अनि यसो गर क्या, यसो गर्ने, यसो त्यस्तो होइन, उल्टो हुन्छ त्यसरी। गर यसरी अनि त्यसपछि यसरी। भिडियो भइरहेछ। हामी चिकन स्टेसनमा खाना आएको छौँ अनि द फुड हियर इज द प्राइस इज अल्सो अफोर्डेबल होइन शिखा? मिठो लाग्यो तिमीलाई चिकन राइस पाउ? एकदम सक्काइसक्यो मैले पनि सकाएँ तर यति चाहिँ खान सकिनँ। नेक्स्ट डे हामी अलरेडी भएर चाहिँ अब जानकी टेम्पल जान लागेको। प्लस पहिला चाहिँ हामी फेमस ब्रेकफास्ट खान्छौँ यहाँको, चामलको पुरी। अनि त्यसपछि खाना खाएर अनि हामी मन्दिर जान्छौँ अनि एन्ड देन हामी के गर्छौँ, अनि त्यसपछि फेरि रिटर्न ब्याक गरेर होटल हामी लिभ ब्याक टु विराटनगर। अहिले चाहिँ मैले मेरो स्कर्ट चाहिँ यहाँ पुगेको छु, आउटफिट जानकी टेम्पलमा गर्दा लाउनलाई। अनि अहिले चाहिँ आई हेभ वर्न दिस बेसिक आउटफिट। त्यसपछि हामी म मन्दिरमै चेन्ज गरेर अनि त्यहाँ रिल बनाएर, किनभने मलाई लाज लाग्छ बाटोमा त्यसरी हिँड्नलाई चाहिँ। सो अहिले चाहिँ हामी त्यो खाना जान्छौँ अनि तपाईँहरूलाई पनि देखाउँछौँ हामी कहाँ पाउँछ। त्यो चाहिँ राजदेवी मन्दिरको अपोजिटमा हो है, त्यहाँ पाउँछ अरे। सो लेट्स गो। हाम्रो जनकपुर ट्रिप कम्स टु एन एन्ड।